सम्पूर्णमा नमस्ते। अब आजको भिडियोमा चाहिँ हामीले यो एस्पेक्ट म्याप कसरी बनाउने भन्ने सिक्न गइरहेका छौँ। अब एस्पेक्ट म्यापको लागि चाहिने डेम फाइल चाहिँ कहाँबाट डाउनलोड गर्ने अनि कसरी डाउनलोड गर्ने भन्ने कुरा चाहिँ हाम्रो यो अघिल्लो भिडियोमा बनाइसकेका छौँ। त्यसको लागि चाहिँ यहाँ हाम्रो USGS अर्थ एक्सप्लोरर भन्ने वेबसाइट छ। यसको लिङ्क पनि मैले यसै भिडियोको तल कमेन्ट मैले यो लिङ्क पिन गरेर राखिदिन्छु, त्यहाँबाट पनि जान सक्नुहुन्छ। अनि अब यसमा जाँदाखेरि चाहिँ यो आइडी बनाउनु पर्ने हुन्छ। यो आइडी चाहिँ कसरी बनाउने अनि यहाँ भिडियो यो डाटा कसरी डाउनलोड गर्ने भन्ने भिडियो रहेको छ यसै च्यानलमा। यो भिडियोको लिङ्क पनि मैले यहाँ हालिदिन्छु, त्यहाँबाट चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ अथवा त्यो हेरेर चाहिँ तपाईँले आफ्नो युजर आइडी बनाएर त्यहाँबाट चाहिँ आफूलाई चाहिएको एरिया अफ इन्ट्रेस्टको डाउनलोड गर्न सक्नुहुन्छ। अब मैले यहाँ डाउनलोड गरिसकेको छु। अब त्यसको लागि चाहिँ मैले यहाँ डाटा मैले यहाँ डाउनलोड गरेर राखिसकेको छु यहाँ। अब त्यसको लागि मैले के गर्नु पर्यो भन्दाखेरि यहाँ GIS खोलेर यो GISबाट चाहिँ मैले अब एउटा सर्लाही डिस्ट्रिक्टको गरेर हेर्दैछौँ। अब सर्लाही डिस्ट्रिक्ट कहाँबाट ल्याउने त भन्दाखेरि यो डिस्ट्रिक्ट सेप फाइल हुन्छ जुन चाहिँ हाम्रो डिपार्टमेन्ट अफ सर्वेले दिएको हुन्छ। यो डिपार्टमेन्ट अफ सर्वेले दिएको सेप फाइलबाट चाहिँ हामीले अब यो सर्लाही डिस्ट्रिक्ट चाहिँ कसरी निकाल्ने भन्ने कुरो चाहिँ सिक्न पर्यो, जुन चाहिँ हाम्रो यो स्टडी एरिया म्याप बनाउँदाखेरि पनि हामीले सिकिसकेका छौँ। अब यसको लागि चाहिँ के गर्नु पर्यो भन्दाखेरि यो ओपन एट्रिब्युट टेबल गर्न पर्यो र त्यसै गरी यहाँ टेबल अप्सनमा गएर सिलेक्ट बाई एट्रिब्युट गर्नु पर्यो। सिलेक्ट बाई एट्रिब्युटमा गएर डिस्ट्रिक्ट गर्नु पर्यो, इक्वल टु गरेर गेट युनिक भ्यालुज गर्ने र गोटोमा गएर सर्लाही गरिदिने। यहाँबाट सर्लाही सेलेक्सन भइसकेपछि यहाँ सेलेक्सन भएको साइन आउँछ यहाँ हेर्नुहोस्। अनि अब यसलाई चाहिँ हामीले आफ्नो फोल्डरमा राख्न पर्यो। यसको लागि एक्सपोर्ट गरेर हामीले चाहिँ काम गरिरहेको फोल्डरमा चाहिँ राख्दैछौँ। एस्पेक्ट म्याप अब यहाँ चाहिँ यसरी सर्लाही डिस्ट्रिक्ट भनेर राख्छौँ अनि सेभ गरेर राख्यौँ यहाँ। अब यति गरिसकेपछि यो डिस्ट्रिक्ट सेभ फाइललाई हटाइदिनु पर्यो मेन फाइललाई, र यसलाई चाहिँ के गर्नु पर्यो भन्दाखेरि जुम टु लेयर गर्नु पर्यो अनि यसलाई चाहिँ हलो गरेर राख्नु पर्यो। अब हामीले डेम फाइल पनि डाउनलोड गरिसकेका छौँ। अब डेम फाइल यहाँ लोड गरौँ। अब डेम फाइल हेरौँ है त। डेम फाइल यसरी डाउनलोड यस्तो रहेछ। ल, दुईटा डेम फाइल डाउनलोड गर्नुपर्ने रहेछ। अब यो दुईटा डेम फाइल डाउनलोड गरिसक्यौँ। अब यो दुईटा डेम फाइल यस्तो अवस्थामा पर्यो, ठ्याक्कै सर्लाही जिल्ला चाहिँ बिचमा पर्यो तर दुईटा डेम चाहिँ दुईतिर पर्यो भने चाहिँ अब यो दुईटा डेमलाई चाहिँ कसरी जोइन गर्ने भन्ने भिडियो पनि रहेको छ, त्यो पनि यहाँबाट हेर्न सक्नुहुन्छ तपाईहरुले। दुईटा डेम चाहिँ फरक फरक उसमा पर्यो भने चाहिँ कसरी गर्ने यहाँ यो नमस्ते। अब आजको भिडियोमा चाहिँ हामीले सक्नुहुन्छ यहाँ दुईटा डेम चाहिँ कसरी जोइन गर्ने भनेर। अथवा यहाँ पनि मैले गरेर देखाइदिरहेको छु। अब यो दुईटा डेम यसरी परिसकेपछि यसलाई चाहिँ के गर्नु पर्यो भन्दाखेरि एक ठाउँमा ल्याउनु पर्यो। अब यो दुईटा डेमलाई चाहिँ मोजाइक गर्नुपर्ने हुन्छ। त्यो चाहिँ कहाँबाट गर्ने भन्ने कुरा थाहा पाउनु पर्यो। यहाँ विन्डोजमा गएर यहाँ इमेज एनालाइसिसमा यहाँ दुईटालाई यसरी सेलेक्ट गरेर अनि यहाँ मोजाइक गरिदिनु पर्यो। यहाँ मोजाइक गरिसकेपछि यो सिंगल डेम बन्छ। यो सिंगल डेम बनिसकेको अवस्था छ। अब यो सिंगल डेम बनिसकेपछि अर्कोलाई रिमुभ गरेर हामीले चाहिँ अब यहाँबाट यो डेमबाट चाहिँ निकाल्नु पर्यो, हाम्रो सर्लाही डिस्ट्रिक्ट निकाल्नु पर्यो। अब त्यसको लागि के गर्नु पर्यो त भन्दाखेरि एक्सट्र्याक्ट बाई मार्क्स गरिदिनु पर्यो, किनकि यो रास्टर फाइल हो। रास्टर फाइलबाट चाहिँ हामीले आफ्नो स्टडी एरिया निकाल्दाखेरि यसरी एक्सट्र्याक्ट बाई मार्क्स गर्नुपर्ने हुन्छ। अब यो इनपुट रास्टर र फिचर मार्क्स डाटामा चाहिँ सर्लाहीको सेभ फाइल हालौँ अनि यहाँ सर्लाही अब यो हामीले निकालिरहेको फाइललाई चाहिँ यहाँ राख्नु पर्यो। यसलाई चाहिँ हामीले काम गरिरहेकै फोल्डरमा जहिले पनि राख्दाखेरि चाहिँ हामीलाई सजिलो पनि हुने गर्दछ। यहाँबाट चाहिँ हामीले यो एस्पेक्ट म्याप भनेर यसरी सर्लाही डेम भनेर राख्यौँ है त, अनि सेभ गऱ्यौँ, ओके गऱ्यौँ। अब यति गइसकेपछि यो सर्लाही डिस्ट्रिक्ट क्लिप भएर आइसक्यो हाम्रो यो। अब भन्छ मोजाइकलाई हटाइदिनु पर्यो
अनि यो आइसकेपछि अब यसबाट चाहिँ हाम्रो यो भनेको चाहिँ एलिभेसन म्याप हो। जस्तै यतिकै मात्रै राख्यो भने चाहिँ अब हाम्रो यसको हाई कति रहेछ त 702 रहेछ, लो एलिभेसन भनेको 62 रहेछ। अब यति गरिसकेपछि अब यसबाटै चाहिँ हामीले एस्पेक्ट म्याप पनि बनाउन सक्छौँ, स्लोप म्याप पनि बनाउन सक्छौँ, कन्टुर म्याप पनि बनाउन सक्छौँ। अब हामीले अहिले चाहिँ एस्पेक्ट म्याप बनाउन खोजिरहेका छौँ। अब एस्पेक्ट भनेर यसरी सर्च गरिसकेपछि यहाँ एस्पेक्ट स्पेसियल एनालाइज टुल भनेर आउँछ। यहाँ आइसकेपछि यो रेस्टरमा चाहिँ सरलाई डेम भनेर राख्नु पर्यो अनि यो आउटपुटमा चाहिँ हामीले यहाँ एस्पेक्ट भनेर राख्छौँ। अब सेभ गरिदिने, अरू केही पनि चलाउनु पर्दैन। एस्पेक्ट आइसक्यो। हाम्रो नर्थतिर फर्केको ठाउँहरू कुन कुन हो, नर्थ इस्टतिर फर्केको कुन कुन हो, इस्टतिर फर्केको कुन कुन हो भन्ने कुरा चाहिँ आइसक्यो। अब यति आइसकेपछि अब यसलाई चाहिँ हाम्रो यो लेबलिङ गर्ने कामहरू छ तपाईँहरूले गरिहाल्नुहुन्छ। अब यसमा चाहिँ यो यस्तो टाइपको म्याप चाहिँ किन आवश्यकता पर्यो भन्दाखेरि मोस्टली हाम्रो यो फरेस्ट्री फिल्डमा, एग्रिकल्चर फिल्डमा चाहिँ जस्तै तराईहरूतिर त फ्ल्याट ल्यान्ड हुन्छ, तर पहाडी क्षेत्रमा अथवा हिमाली क्षेत्रहरूमा चाहिँ त्यो जग्गाको मोहडा चाहिँ कता फर्केको छ त, कतापट्टि चाहिँ धेरै घाम लाग्छ अथवा कतापट्टि चाहिँ कम घाम लाग्छ, त्यसको आधारमा चाहिँ हाम्रो यो नर्सरी बेडहरू इस्टाब्लिस गर्ने गर्दछ। अथवा त्यसको आधारमा चाहिँ जर्मिनेसनहरू जर्मिनेसन रेटहरू चाहिँ क्यालकुलेसन गर्ने गर्दछ। अथवा क्रपिङ प्याटर्नहरू चाहिँ कसरी लाउने भन्ने कुराहरूको लागि चाहिँ यो एस्पेक्ट म्याप आवश्यकता पर्दछ। अब यसपछि तपाईँहरूले चाहिँ लेबलिङ गर्ने कामहरू चाहिँ आफैले पनि गर्न सक्नुहुन्छ। हस्त धन्यवाद सबैजनालाई। यो यसपछिको भिडियो चाहिँ हामीले यो म्यापसँगै रिलेटेड अन्य टाइपको म्यापहरू पनि बनाउँदै जानेछौँ। हस्त धन्यवाद।